आज म र मेरो साथी एउटा नयाँ भिडियोको सुरुवात गर्दै हामीहरू आइसकेको छौँ। एउटा चार्ली चार्ली आर यु हेयर भन्दै त्यो भिडियो अब तपाईँलाई कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अनि सेयर र कमेन्ट पनि गरिदिनु होला। हामीहरू अब जान आँटिसकेको छौँ, सेटअपहरू गरिसक्यौँ। अब हामीहरू पुग्न आँटिसकेको छौँ, आधी बाटो जाँदैछौँ। अब पुग्न आँटिसक्यौँ। म र मेरो साथी अब यहाँ हामीले सेटअपहरू पनि गरिसक्यौँ। अब चार्ली चार्ली आर यु हेयर भन्दैछौँ। चार्ली आर यु हेयर रिस्पोन्स दिइसकेको छ, सक्नुहुन्छ गाइस। यहाँ अस्तिसकेको छ मेरो साथी र म। ल साथीलाई के हुँदैछ? साथी त गायब भइसकेको छ। ल के भएको यो गाइस? जो यहाँ को छ उभिरहेको मान्छे? यो मेरो साथीको भित्र भूत छिरिसकेको यो आउँदैछ। यो कता गयो? यो यता उभिरहेको मान्छे त्यो मेरो साथीको भित्र भूत छिरिसकेको होला, त्यो आउँदैछ। मलाई भाग्नुपर्छ। त्यो एउटा बाबा हुनुहुन्छ, त्यो यहाँ आइपुग्यो। मलाई भाग्नुपर्छ त्यो बाबा। म अहिले यही टाइममा आउँछु मेरो साथीलाई बचाउन। अब एकछिनको लागि मैले बन्द गर्दैछु क्यामेरा। यहाँ भूत आउँदैछ मेरो पछाडि, मलाई भाग्नुपर्छ। यहाँदेखि आउन आँटेको छु। यहाँ साधु बाबा मैले एउटा चिन्छु, त्यहाँ हिमालमा बस्नुहुन्थ्यो, अहिले यहाँ आउनुभएको छ नेपालमा। मेरो साथीलाई बचाउनु होला, मेरो साथीको भित्र भूत छिरिसक्यो, बचाउनु होला। ल ल तिम्रो कुरा मैले बुझेँ, पर्खमा आउँदैछु। अब तिम्रो एउटा यज्ञ गर्नुपर्छ अनि मात्र तिम्रो साथीलाई बचाउन सकिन्छ। एकछिन धैर्य गर। म तँलाई र तेरो गुरुजीलाई मारेर यतै दफनाइदिन्छु। तिमीहरूलाई कसैले पनि देख्न सक्दैन। छिरिसक्यो यो कता गयो होला? फेरि उहाँ गएको रहेछ यो। यसले आज हामीहरूलाई मार्छ, तर गुरुजी पनि हुनुहुन्छ यहाँ। गुरुजी बचाउनुहोस्, यहाँ आउनु। यसले मलाई मारिदिन्छ। गुरुजी आउनु। गुरुजी यसले मारिदिनु। गुरुजी मारिदिनु। तँलाई र तेरो सबै साथीहरूलाई मारिदिन्छु म। नाइ नाइ मेरो साथीको भित्र अब भूत छैन होला, त्यो अब